यहाँहरूलाई स्वागत छ ज्योतिषीय कार्यक्रममा। सदा चाहिँ आज हामी वृश्चिक लग्न भएका व्यक्तिहरूको स्वभाव कस्तो रहन्छ त भन्ने विषयवस्तुलाई लिएर आइसकेका छौँ। वृश्चिक लग्न भएका व्यक्तिहरू रहस्यमय, आत्मनिर्भर, गहिरो सोचाइ राख्ने, भावनात्मक रूपमा तीव्र र दृढ निश्चयी, जोसिलो, साहसी, कडा परिश्रम गर्ने स्वभावको अनुसन्धानकर्ता, नेतृत्वकर्ता, दृढ निश्चय व्यक्तित्व बन्न सक्ने स्वभाव हुने गर्दछ। भनिन्छ वृश्चिको अति गभीरश्च क्रूरश्चोर प्रवृत्तिमान, साहसी, दारुणश्चैव रहस्यज्ञो ति गर्वितः। वृश्चिक लग्नका जातकहरू अत्यन्त गहिरो स्वभावका हुने गर्दछन्। उनीहरू सजिलै अरूको मन पढ्न सक्ने क्षमता उनीहरूमा देखिने गर्दछ। कठोर स्वभावका, गोपनीयता राख्न रुचाउने, कहिलेकाहीँ अत्याधिक गोप्य योजना बनाउने क्षमतावान हुने गर्दछन्। असाधारण साहस, जुझारुपन र कठोर निर्णय लिने क्षमताका धनी, रहस्यहरू बुझ्न सिपालु, गहिरो अनुसन्धान गर्ने र आत्मसम्मान गर्व गर्ने स्वभावका देखिन्छ। रहस्यमय र गोपनीयता, आफ्नो व्यक्तिगत जीवनबारे कम बोल्न रुचाउने, भावनात्मक रूपमा बलियो, दुःख पीडालाई भित्रैदेखि लुकाउन सक्ने क्षमता र अरूको दुःख पीडालाई बुझ्न सक्ने क्षमता रहन्छ। साहसी, चुनौतीहरू स्वीकार गर्न र हिम्मतका साथ अघि बढ्न सक्ने क्षमता देखिन्छ। अत्याधिक लगनशील, कुनै पनि काममा गहिरो रुचि राख्ने, अन्तिम लक्ष्यसम्म नछाड्ने विशेषता उहाँहरूमा देखिन्छ। यदि यहाँहरूको जीवनमा पनि समय अनुकूल रहेको छैन, मङ्गलदेवको वा गणेश भगवानको कृपा आशीर्वाद यहाँहरूलाई मिलेको छैन भने गणेश भगवानको पूजा अर्चना वा मुगा धारण गरेर यहाँहरू अगाडि बढ्दा यहाँहरूको जीवन सार्थक रहने देखिन्छ। हस्त, धन्यवाद।